ल यस्तो रहेछ यहाँ हेलो गाइस यसो गरे हो हेलो गाइस हेलो गाइस वेलकम टु माय ब्लग अनि हामी चाहिँ यहाँ मेरो माइत आएको माइतदेखि सानो पोखरीमा आएको हामी घुम्नलाई यहाँनिर पनि छ ठाउँहरू घुम्नको लागि आउनु होला तपाईँहरू पनि यस्तो छ नि सिन चाहिँ सिन चाहिँ यस्तो पोखरी रहेछ यसरी पोखरीहरू टक्क यस्तो यस्तो तरिकाको यो चाहिँ कहाँ भन्नुहुन्छ होला तपाईँहरू यो चाहिँ किसनदेखि माथि लक्ष्मी झार पर्छ है यो लक्ष्मी झार हो यो मिलनचोकभित्र छिर्नुपर्छ तपाईँ मिलनचोकभित्र छिर्नुपर्छ यस्तो छ ठाउँ अनि यो पोखरी चाहिँ हामी सानोमा खेलेको हो नि यहाँनिर नुहाउनु आउने अनि त्यहाँपछि लुगा धुन आउने कपडाहरू धुन आउने साथीहरूसँग इन्जोय गर्न आउने बाल्यकालको यो पोखरी हाम्रो माइतको बुझ्नुभयो मजाले बुझेर प्रतिक्रिया दिनु है आउने कि नआउने भनेर डुलाउनु लिएको छु गाइज मेरो माइतको छेउ हो के भन्छ यसलाई पार्क पार्क केटाकेटीमा आफू घुमेको अहिले मेरो बुढालाई लिएर आएको पहिला चाहिँ म यहाँ माछा मार्न आएको थिएँ फेरि पहिला मेरो बुढा माछा मार्ने किन आएको भन्नुहुन्छ होला यो जङ्गल पारी चाहिँ मेरो श्रीमानजीको घर हो जङ्गल पारी जङ्गल पारी पारी र वारी छ नि त त्यही हो गाइजहरू यस्तो छ हेर्नुहोला सबैजनाले आएर इन्जोय गर्नुहोला हाम्रो यो चाहिँ फेरि यो पोखरलाई के हामी सानोमा चाहिँ अब डुम्रे सानो हुन्थ्यौँ डुम्रे खोला भन्छ खोला गाइजहरू डुम्रे खोला लुगा धुन आउँथ्यौँ चारो धुन आउँथ्यौँ त्यही हो डेटिङमा पनि बस्यो डेटिङ पनि बसेको कोसँग बसेको हजुर महाशयसँग मसँग बसेको डेटिङ पनि बसेको नि फेरि